अब सुशीला कार्कीले कति काम गर्ने कमिटमेन्ट गरेर उनी प्रधानमन्त्री हुने आँटेकी छिन्, त्यो उनको कुरा भयो। तर मैले अर्को दुईटा कुरा अपडेट गराइदिउँ। यो खेल कसरी अगाडि बढिरहेछ भन्ने कुरा। एमसीए नेपाल भन्ने जो एमसीसी को बोर्ड छ काठमाडौँमा, त्यसले तुरुन्तै अमेरिकासँग एसपीपी सम्झौता गरेर अमेरिकन सेना ल्याउनु पर्ने दबाब दिइरहेको छ। र दोस्रो, इन्डियनहरूको विषयमा मैले भनिसकेको थिएँ, इन्डियन सेना बिल्कुल पूर्ण तयारीको अवस्थामा छ र नेपाली सेनालाई 5-6 पटक उसले दबाब दिइसकेको छ। मैले हिजो भिडियो बनाउने बेलासम्म अब त्यो बढेको पनि होला। र यसले यो सबै जब चाहिँ सूचना गयो, सबै अन्तर्राष्ट्रिय जगतमा यो गइसकेका छ, अरू विदेशी शक्तिले पनि यो सबै थाहा पाइसकेका छन् र सबै तयारीमा गइसकेका छन्। यो सबै खेलको निम्ति यो 23 गतिको घटना घटाइएको छ र यो 6 महिनाको तयारी हो। याद गर्नुला, सबै कुरा खुल्दै जान्छन्। जेन जेड नामको एउटा चाहिँ तपाईको क्याम्पेन चलाएर निरपराध युवाहरूलाई एउटा सेन्टिमेन्टमा, ओलीले सामाजिक सञ्जाल बन्द गरेको सेन्टिमेन्टमा भट्काएर एउटा डरलाग्दो खेल अगाडि बढेको छ र त्यसमा ओली पनि प्रयोग भएको हो। पर्दा पछाडि अर्को वातावरण बनाउन अरू शक्तिहरू सक्रिय थिए। सबै नेपालीहरू होशियार हो र मैले विशेष गरेर युवा युवतीहरूका जो नयाँ उमेरका छन् उनका गार्जियनहरूलाई भन्छु, छोराछोरीहरूलाई अलिकति सावधानीपूर्वक चाहिँ निगरानी गर। ठुलो खेल छ। जब यत्रो घटना भइसक्यो, यत्रो मान्छेले मारिसके र सिंहदरबार जलाइसके, नेपालको इतिहास मेटाउने ठुलो चाहिँ षड्यन्त्रमा उनीहरू सफल भइसके, सर्वोच्च जलेको छ, राष्ट्र बैंक जलेको छ, यिनी चाहिँ तपाईको जेन जी भन्ने जो छन् यिनीसँग सरकार विषय होइनन् र त्यो पंक्ति सामेल भएको पनि होइन। ओ जेनजी को नाममा त्यहाँ कमान्ड गर्न पसेको पश्चिमाहरूको एनजिओ आइएनजिओ को एउटा सञ्जाल छ त्यहाँ जो मरिमेटेर लागिरहेको छ। त्यो बाहेक अरू बाँकी युवालाई यो केही पनि थाहा छैन। अनभिज्ञ जो छन् नि यिनीहरू भोलि पनि शिकार हुन सक्ने खतरा छ र सबैले देशलाई राम्ररी वाच गरौं। अब वार की पार मात्र हैन, साच्चीकै देशको निम्ति सोच्ने हो भने यो जो अपराधी गिरोह छ, यो कत्लेआम मचाएर चाहिँ जो चाहिँ तपाईको नेपालको सत्तालाई एउटा दिशातिर लग्न खोजिरहेको छ, यसको सामना गर्नको निम्ति अब सबै तयार हुनुपर्छ भन्ने मलाई लाग्छ। र प्रत्येक नेपालीले सोचेन भने, हिजोसम्म त उदासीन दिएको यहाँको मान्छे अब सोचेन भने यो मान्छे पनि रहने छैन, देश पनि रहने छैन। त्यसैले 23 गतेको जो जघन्य र विभत्स एउटा डरलाग्दो घटना हामीले देख्यौं र त्यसपछिको विध्वंस जो हेरिरहेका छौं, यति गरिसकेपछि त्यो गर्ने शक्तिले सितिमिति छोड्ने छैन। उसले पनि धेरै ठूलो लगानी गरिसकेको छ। त्यसकारणले एउटा डरलाग्दो स्थिति अगाडि आएको छ। सबै होशियार भएर अगाडि बढौं र यसलाई व्यापक रूपमा सबै नेपालीलाई सचेत गराउने दिशातिर हामी सबै जाउँ।